चिल्बा ठो आ थन जियाजौँ आ ठाउँ यो जात्रा यो बारे चाहिँ पछि जता बिमार गब्बा हजुर सुरु गरौँ बुवा कुन भाषामा नेपालीमै भन्नुभयो भने राम्रो सबैले हेर्छ नेपालीमा भयो भने है यो जात्रा कहीँ नभएको जात्रा हरिगाउँ भन्नेले एकदम प्रचलित भइरहेको छ यो कहीँ नभएको जात्रा हरिगाउँ भन्नुको अर्थ यो जात्रा अरू ठाउँमा भन्दा एकदम फरक जस्तो कि अरू जात्रामा माथि गजुर हुन्छ त्यसपछि छाना त्यसपछि देउता अनि बोक्ने मान्छे हुन्छ अब यहाँ चाहिँ यो रथमा चाहिँ सबैभन्दा पहिला देउता त्यो जुन सेतो कपडामा टाँसिरहेको त्यो देउता हो त्यो सेतो कपडाको अर्थ हिमाल हो र त्यसको वरिपरि घुम्ने जुन छ त्यो जङ्गल हो त्यसको मुनि त्यो बेत र बाँसबाट बनाएको त्यो पहाड हो र त्यसको मुनि जुन घुम्ने ठाउँको मुख्य तामाक हो त्यो गजुर हो त्यसकारण माथि देउता तल गजुर 1 नम्बरको कहीँ नभएको 2 नम्बरमा यसमा वरपर जुन फुल फुलेरहेको छ नि त्यसलाई सिसुवा भन्छ मैनको फुल त्यो पनि कहीँ चढाउनु पर्ने यहाँ 90 ल्याउनु 2 नम्बर 3 नम्बर कुरा के छ भने यो देउता नारायणको नाम सत्यनारायण हो यो देउतालाई चढाउनुको लागि कोटाल टोलमा एउटा इतिहास इनार छ जुन इनारको पानी ल्याएर चढाउनु पर्छ यो 3 चिजले गर्दाखेरि यो कहीँ नभएको जात्रा हाल्नु भन्ने प्रचलित भएको हो र यो जात्रा लिच्छवीकालीन समयदेखि चलेर आइरहेको हो जुन लिच्छवीकालीन समयमा यो सहरको नाम विशाल नगर भन्नुको अर्थ घोडनैलकण्ठदेखि शङ्खमोलसम्म एउटै लाइनको ठुलो बजार सहर थियो यस्तै प्रकारले पूर्व पश्चिम पनि त्यस्तै थियो बजार ठुलो सहर जुन यो त्यस टाइममा विकास भइसकेको भन्ने कुरा इटालियनहरूले 2044 सालमा यहाँ सत्यनारायण अगाडि उत्खनन गर्दाखेरि उनीहरूले के पत्ता लगायो भने यो अमेरिका बेलायत जापान जुन विकसित देशहरू छ नि त्योभन्दा पहिला यहाँ विकास भइसकेको ठुलो सहर रहेछ भन्ने कुरा उनीहरूले प्रमाणित गरेर गएको छ उत्खननको लागि त्यही बेलादेखि चलेको यो जात्रा त्यसकारण चाहिँ यो कहीँ भएको जात्रा एउटा महत्त्वपूर्ण र पहिला ठुलो सहर भएकै बेलामा चलेको देखिन्छ जस्तो कि अरू ठाउँमा जात्रा सकेपछि देउता भित्राउँछ यहाँ 4 दिनसम्म राखी छोड्दा भित्राउँदैन त्यो नभित्राउनुको कारण नै त्यो पहिला ठुलो सहर भएको बेलामा चलेको त्यो ठाउँमा अहिले चलाउनलाई नसक्ने भएकोलाई विषा राखेको भन्ने बलियो किंवदन्ती छ ठो चाहिँ यहाँ पहिला चाहिँ छु हिसाब ठो जात्रा सञ्चालन जिया छौँ मलाई अहिले वायु पा अहिले आयु पाए चाहिँ छु फरक दुखी पहिला छु हिसाब जिया छौँ आटक न वही हिसाब जिया छौँ त यहाँ चाहिँ बच्चा नेपाली यो पहिला पनि उयो हो अहिले हो तर पहिला चाहिँ सबैजना यहाँ कामदार भएको किसान भएको कारणले बिहान 6-7 बजे नै जात्रा सकिन्थ्यो 3 बजेदेखि सुरु गरेर अहिले विकास हुँदै गयो खेती किसानहरू अर्को काममा लागे खेती किसान गर्ने खेती पनि बिस्तारै कङ्क्रिट हुँदै गयो घर बन्दै गयो त्यसले गर्दाखेरि र त्यो विकासको नाममा यहाँ बिजुली आएपछि पहिला तार क्रस गरेर राख्ने चलन थियो त्यसले गर्दाखेरि 12 वर्ष भयो र अनि त्यो इलेक्ट्रिक
कराई काट्नुको लागि त्यो विद्युत कमिसनको अफिसबाट मान्छे आएर काट्नुपर्ने यसो गर्दाखेरि ढिला भयो। करिब करिब 70 वर्ष पहिला बिहान 6 बजे नै सकिन्छ यात्रा। र जुन टाइममा मुसाफा भन्ने हुन्छ बिजुली छैन, मुसाफा भन्ने जुन तेलबाट बल्ने त्यो बत्तीलाई झलमल गरेर जात्रा चल्थ्यो। अहिले चाहिँ बिजुली आयो र त्यसले गर्दाखेरि तार काट्नु भन्ने अवस्थाले गर्दाखेरि ढिला भएको हो र समयको माग पनि अहिले ढिलाइ हुँदो रहेछ। त्यस टाइममा अनिवार्य रूपले चलाउनु पर्ने तरिकाले चलाइराखेको अहिले सबैलाई रहस्यमय तरिकाले हेर्नु पाउने गरेर ढिला भएको देखिन्छ। तपाईँको नि हाम्रो त अब 3टा खट छ, 3टा रथ भन्ने खट भन्ने होइन, त्यसमा चाहिँ कुन कुन देवताहरू चाहिँ विराजमान हुनुहुन्छ भनेर पनि यसो। अब यसमा चाहिँ नि पहिला यहाँ नेवारी मानिसहरूले चाहिँ माथिको उत्तरतर्फको ठटुटोलमा रहने ब्रह्मा, बिचको न्याल्मो टोलमा रहने विष्णु, तल्लो कोटाल टोलमा रहने महेश्वर, ब्रह्मा विष्णु महेश्वर र पहिला नेवारी भाषाबाट माथिकोलाई बाबु, बिचकोलाई छोरा, तल्लोकोलाई आमा भन्ने चलन थियो। र अहिले पनि त्यो विष्णु भन्नुको अर्थ के हो भने ब्रह्मा सृष्टिकर्ता हो, विष्णु सब चिज सञ्चालको हो, महेश्वर भनेको आवश्यक अनुसार सृष्टि पनि गर्ने समाधान पनि गर्ने भएको हुनाले ब्रह्मा विष्णु महेश्वर त्यो तरिकाले नाउँ रहेको हो। र थाहा नपाउने पुराण विचार अनुसार चाहिँ बाबु छोरा आमा पनि ठिकै जस्तो लाग्छ। र अहिले पनि त्यो सर्वप्रथम माथिल्लो ब्रह्मा भन्ने रथ उठाएर लगेर आमा भन्ने महेश्वरका बिसाउँछ। त्यसपछि त्यो न्यालमोटोलको विष्णु भन्ने छोरा भन्ने रथ लगेर दुवै आमा र बाबुलाई घुमेर दायाँ पारेर अगाडि आएर बस्छ। त्यसबाट पनि हामीले थाहा पाउनु पऱ्यो कि विष्णुको कर्तव्य के छ भन्ने कुरो। र त्यसरी तीनवटा रथ 3 ठाउँमा विराजमान र 3 ठाउँको रथ कोटालटोलमा जम्मा भएर अनि यो माथि ल्याउँदाखेरि 3 ठाउँमा बिसाउनु पर्छ। जस्तो अहिले 2 ठाउँमा बिसाएर माथि तेस्रो ठाउँमा बिसाउँदैछ होला। 3 ठाउँमा बिसाउँछ अनि त्यसलाई पनि फेरि मिलाएर तल साबिके ठाउँमा जहाँबाट 3टा रड उठेर माथि ल्याए त्यहीँ लैजान्छ। त्यस ठाउँमा बिसाउनु पर्दैन, बिसाउनु हुँदैन। त्यसलाई अगाडि पछाडि खेल्दै रहर गर्दै बिस्तारै लगेर एक त्यहाँ बिसाउँछ साबिके ठाउँमा महेश्वर, 2टा रथ माथि ल्याउँछ र बिचको जुन विष्णु भन्ने नालमा त्यहीँ लगेर बिसाउँछ। अनि ब्रह्मा भन्ने जुन मुख्य बाउ भन्ने माथि ल्याएर साबिके ठाउँमा बिसाउँछ अनि जात्रा चाहिँ सकिन्छ। तर जात्रा सकिए तापनि देउता भित्राउँदैन, 4 दिनसम्म ठाउँमा 3 ठाउँमा बिसारिराखिन्छ। त्यसको अर्थ बिसाइराख्नुको अर्थ पहिला ठुलो सहर विशालनगर, शङ्खमल र बुढानीको हुने जात्रा अहिले त्यो सम्भव नभएको हुनाले त्यसको सट्टा जात्रा गर्नुको सट्टा बिसाइराखेको भन्ने बलियो किम्बदन्ती छ। हजुर, तपाईँको अनि यो तपाईँले अहिले जुन भनिराख्नु भने यो चाहिँ कुनै लाइक त्यो लेखिएको कुनै त्यस्तो केही छ कि इतिहास? अब इतिहास त आफै बन्ने हो। हजुर। र समयअनुसार इतिहास लेख्ने मान्छे छ भने त्यो इतिहासमा लेखिन्छ, भएन भने चलिरहन्छ। अब यहाँ मुख्य गरेर 2030 सालमा के बज्र भन्नेले लिच्छवीकालीन लेख के अरे शिलालेख जम्मै बटुलेर उनले इतिहास सुरु गर्यो। त्योभन्दा पहिला पनि इतिहास नभएको होइन। त्यसमा कस्तो खालको इतिहास हुन्छ भने शिलामा लेखेको शिलापत्र, तामामा लेखेको तामापत्र, त्यो मात्र इतिहास हुन्छ। अरू लिखित इतिहास चाहिँ हुँदैन। जस्तो कि यहाँ लिच्छवी कालीनको ठुलो दरबार छ भन्ने कुरा चाइनाबाट यहाँ आउने हुयानसुङ भन्नेले मात्रै पत्ता लगाएर यहाँ इतिहास बनायो। त्यसकारण यहाँ इतिहासैमा लेखेको कुरा त
छ भन्न पनि सकिँदैन, नभएको होइन, पुरानो चाहिँ सय हो। तपाईँको यो अनि तपाईँको ठ्याक्क तपाईँको यो जुन यो हाम्रो जात्रा छ त्यो चाहिँ कति दिन कहिलेबाट सुरु हुन्छ के हुन्छ भनेर पनि अलिकति यसो। अब यसको यो अहिले जुन हिजो यहाँ एउटा 8 गुठीमध्ये एउटा गुठीले यो देउता लिन जानुपर्छ। कहाँ? माथि हिमाल मुनि भनौँ न, त्यो ठाउँको नाम के भने मैले बिर्सेँ। त्यहाँ मात्र त्यो देउता लिएर आउनुपर्छ। लिएर आएर त्यहाँ हिजो दिनभरि साँझदेखि रातिसम्मै भनौँ न 3-4 घन्टा त्यो जो पुजारी चाहिँ त्यहाँ तिनटै देउतालाई बाहिर राखिसकेको हुन्छ। र त्यस दिनमा यहाँ पहिला त मटुङ आएको भन्छ, मानिसले शरीर नाप्ने, यो पोल घुम्ने शरीर नापेर लडिँदै नाप्दै बत्ती बाल्दै घुमेर त्यसलाई मटुङ भन्छ। यो 10-15 वर्ष अगाडिसम्म थुप्रै हुन्थ्यो, 3-4 जना हुन्थ्यो। अहिले आज त्यो चाहिँ छैन, व्रत लिने मानिस चाहिँ छ। र यो रथ 3 ठाउँमा राखेर रथमा त्यो देउता जुन माथिको हिमाल भनेको छु नि, सेतो कपडामा त त्यो रथमा राखिसकेपछि यहाँ यो भैरव छ कृष्ण मन्दिर अगाडि। त्यो भैरवलाई भेडा बलि दिएर चालमायागु भन्छ, त्यहाँ पूजा गर्नुपर्छ। जब त्यो पूजा गरिसकेपछि अनि जात्राको सुरुवात भयो भन्ने कुरा हुन्छ। र यसमा मुख्य कुरा यो पैता भन्ने जुन ढिमाया खला छ नि, त्यसको अनिवार्य भूमिका छ। त्यो बिना यो रथ उठाउनु मिल्दैन। त्यो बाजा ल्याएर त्यो बाजा त्यहाँ आएर त्यो पङ्गानी त्यो भन्छ, त्यो लामो बजाउने, त्यो गरिसकेपछि अनि देउता उठाउँछ। फर्स्ट टाइममा ब्रह्मा उठाएर लिएर तल राखिन्छ, दोस्रोमा विष्णु भन्ने लिएर राखिन्छ, 3टै तल भइसकेपछि लस्करले ल्याएर 3 ठाउँमा भिसाउँछ। अब 3 ठाउँमा भिसाएर अब बिस्तारै नबिस्तारै ल्याउने अवस्था अहिले आउँदैछ। त्यो हेर्दाखेरि साह्रै रमाइलो हुन्छ। हजुर बुवा, अनि एउटा ठ्याक्क तपाईँले भैरवको कुरा निकालिहाल्नु पनि त्यो कृष्ण मन्दिर अगाडिको जुन त्यो बिचको ठ्याक्क त्यो बिचको भन्नुभयो नि, हाम्रो पाया जात्रा बेला यहाँ जुन त्यो निकाल्छ नि, त्यतिखेर पनि त्यो भैरवलाई त्यहाँ विराजमान गराउँछ नि, बसाउँछ नि, त्यसको बारेमा पनि अलिकति भन्नु। यो भैरवको बारेमा छुट्टै अर्को छ। हजुर, त्यही यो भैरव त्यो यो पायो भनेको जुन हाम्रो खड्ग जात्रा, हाम्रो खड्ग जात्रा भनेको पाटी खाने पूर्णिमाको भोलिपल्ट भने पर्सिपल्ट गाई जात्रा भोलिपल्ट गाई जात्रा, पर्सिपल्ट हुने पायो जात्रा हुन्छ। त्यो पायो भैरवको फेरि छुट्टै इतिहास छ। जुन भैरवको मुख्य स्थान तल छ, माथि होइन, तल। यो भैरव त एकदम साक्षात् अब जहाँसम्म लाग्छ सती देवीको दाँत पतन हुँदाखेरि त्यहाँ राखिएको भैरव अथवा उत्पत्ति भएको भैरव भन्ने पनि छ, त्यहाँ दाँत पनि छ। त्यो जहाँ त्यो पिठो उठुपुरे त्यहाँ महादेव या भैरव छ नि, त्यस्तै हो। त्यो एकदम पौराणिक भैरव हो। हजुर, त्यही तपाईँको खड्ग जात्रा, त्यो पायो जात्रा निकाल्दाखेरि चाहिँ जो भैरव बनियो उहाँ चाहिँ ठ्याक्क त्यो जुन अहिले भैरव जुन छ त्यहीँ बस्नुहुन्छ नि उहाँ त? होइन, मसँग भिडियो छ नि, मैले भने तल हो। त्यो भैरवै तल छ भने अर्को छ। हजुर, त्यो पायोको भैरव अर्को तल छ, त्यो होइन। अनि त्यो वाला भैरव चाहिँ यो अहिले जुन यो भैरव त मैले भनिहालेँ, यो पौराणिक हो। त्यो भैरव तल छ। यहाँ यस्तो पीठ मठ मन्दिर त अनिगिन्ती छ। अहिले बिस्तारै हराउँदै लोप हुँदै गइरहेको छ। अहिले मुख्य स्थानमा मात्रै बचिरहेको छ। हुन्छ, मलाई बुवाको नाम एकचोटि भनिदिनुहोस् न। मेरो नाम सूर्यलाल प्रजापति। हजुर, धन्यवाद।